welcome back to my YouTube channel. It's me this Maya. So आज चाहिँ हामी गफ जान्छौँ फिमेलको लागि एक दिन पूजा एक दिन जान एक दिन आउन भइहाल्छ। सो त्यही हो म भिडियोलाई हेर्नु अगाडि चाहिँ लाइक शेयर एन्ड सब्सक्राइब गरेर हेर्न स्टार्ट गरौँ। सो त्यही हो एन्ड हियर अब हामी जान्छौँ गाडीमा को जान्छौँ भने अङ्कल म दिदी आइमी बाबा दाइ होइन। सो त्यही हो हामी चाहिँ यहाँ छौँ। मेरो के हो फोटो देख्दैन त हो ल त्यही हो। देखेको क्या दामी थिए कस्तो आवाज आइरहेछ रेसमा यहाँ मेरो पसल छ कति धेरै यहीँबाट माछा ल्याउँछ दुलर घाटमा बेच्ने चाहिँ खाइचरमा बेच्ने खाइचरको खोलाबाट त्यही हो। अहिले त खाइचरमा पनि बेच्न लागेछ है आई डोन्ट नो द्याट। अस्ति त जाँदाखेरि त थिएन नि। स्टप कस्तो धुलो आएको। परन्दाज बिलाई तर परन्दाज पनि हुनुहुन्छ उता हाम्रो साम्बा दिदी चाहिँ उता ग्रिन कलरको बोर्डमा हुनुहुन्छ। साम्बा दी बट साम्बा दी इज पपुलर अरू भन्दा नि साम्बा दिदी पपुलर हुनुहुन्छ नि। साम्बा दी आई लभ यु इफ यु वाचिङ दिस भिडियो। यो भिडियो चाहिँ कहाँबाट हेर्नुहुन्छ र उहाँले अलोन बस आइडल यस्तो गर्नु सक्यो। सो त्यही भएर यहाँ माटै माटो छ। याद पायो अस्ति नै यस्तो गाडीमा गएको थिएँ यस्तो कि सानो सामाजिक त देख्दैन।
फर्केम म आएको त्यो चाहिँ हाल्दिनँ सिधै पूजाको हाल्छु अनि त्यसपछि फर्केको हाल्छु त्यही हो डलर घाट आइपुग्यौँ त्यो चाहिँ माछा बेच्नुहुन्छ बट आई डोन्ट लाइक मिठो छ चट्नी चाहिँ दिँदैन दिनुहुन्छ बट कोही कोहीले मात्रै कस्तो भमिटाउन लाग्छ त्यही गाडीमा पनि गीत बजेछ त्यस्तो भिडियो बनाउनु पाएको छैन अब म घर घरै बनाउँछु कि आई डोन्ट नो सब चाइनीज यहाँ खाटचोला चाइनीज पाउने चाहिँ त्यसले होला है बार्बिसेली खाडीचौरमा चाहिँ चाइनिज फुड पाउँछ बिकज के अरे यो खाडीचौरबाटै बार्बिसी जान्छ सो देयर इज के अरे खाडीचौरबाटै उता जान्छ नि त तातो पानीमा चाहिँ चाइनिज बोर्डर छ सो देयर इज चाइनिज फुड एज वेल ओइ यो त ठुलो भइसकेको छ सानोको मैले कहाँ देखेको थिएँ ओइ माउ कतिवटा बाख्रो 1 2 3 4 5 6 7 8 हजुर हजुर हजुर
हजुर तेरो मुख यस्तो गरिदिउँ तेरो पनि गरिदिउँ तिमीलाई के भयो हजुर हजुर उसो भइ घाँस हालिदिनु बेला उतै घाँस दिउँ उहाँ छ घाँस अनि अनि भोक नै लाग्ने दिदान नखाने खुब नखाने ऊ माथि हो त अर्को त्यही छ अघिसम्म त्यही उहिले हौ उता हौ कुन्नामा घाँस दियो त्यही खानु नि है तुमा त जे नै खाइन्छ है होइन है 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 के भयो कता सानो हामी त हिजो आएको सबै आएको जानु तँलाई कसले चाहिँ रोक्छ र ए गाइस म पनि नम क्या हो है अन्त म नि बसेर बसेँ मैले केही खाएँ एम्टी पानी समेत खाएन हौ मैले के पक्राइदिन्छ अहिले व्रत चाहिँ कसको लागि बस्ने अन्त अनि अहिले असारको महिनामा पुरै बग्छ माघ त के हो र माघ त गर्मी कहाँ यो माघ हो त बिस्तारै हिँड्नु बस आएन बल कहाँ गयो भन्थ्यो निकाल न दिवस आइसक्यो यार केही त पाउनु नि रहेछ कहाँ खस्बो भन्थ्यो रहेछ कहाँ खसाल्छ हौ छैन कहाँ खसाल्यो भोलि त जानु पर्छ ओइ लल के भयो कहाँ लग्यो त बल तर नि
धरे हैन किन हाँसेको भन्छ पहिला किन हाँस भन्न हामी अर्कैले हाँस होइन मैले अर्कैले हाँस्यो हौ केटा भनेर होइन फेरि बाघ आयो होइन भने त्यो समीक्षाहरूको त बाबा र मम्मीको अगाडि मुखले लगेको बाघै हो त तिनीहरूले हेरेर बस्छ यहाँ त्यसो त नखेलौँ कहाँ बाघ आउनु बेलासम्म हेरेर बस्छ त भनेको भागिहाल्छ नि पहिला के भन्दै थिएँ मैले लाइरा चाहिँ बारेमा कुरा भन्दै थिएँ त्यो मलाई धान्दै बाइसाइकल हान्दै गरेको जस्तो बोलेर होइन के बाइसाइकल भनेको क्या कर्णालीले प्रशंसा गर्दै थियो यसले हान्छ बाइसाइकल कस्तो थाहा छ बलु माऱ्यो अनि यस्तोले भने मैले बाइसाइकल भनेको त्यो त घुमेर हान्ने थियो त्यो त्यतिकै लड्नुपर्छ यहाँ तिम्रो मम्मी मन कहाँ पुग्छ कि अस्ति बिपासी क्या यसको ढोकामा चाहिँ अहिले आलु पाउँछ हो पाउँछ के पाउँछ अहिले के पाउँछ आलु भन्छ त मेरो आलु होइन खै गुराँस एउटा देख्दिनँ त पहिला त देख्दिनँ उनीतिर हुन्थ्यो हुन त मेरो भाइ हो होइन छोटे छोटे तिम्रो नि के क्या यो लकेट चाँदीको मेरो पनि चाँदीकै के पर्यो पिठोमा कस्तो सुपारी ढाका प्लिज परेन नि परेन 1000 रुपैयाँ पछि बुवामा 5 परिया के पर्यो मिलेन तपाईँकोमा मिलेन यार लकमै रहन्छ क्या त्यो लकमै रहन्छ विवाहकोमा पनि मिले परेन हामीलाई त सानो फुच्चा फुच्चीहरूलाई दिउँ भनेको क्या 5 रुपियाँ होइन अब नि हामीलाई त तर टिप चाहिँ मिठै रहेछ है तर कम है कति हो कति रुपियाँ रहेछ हौ यसको वेट 10 कति हो खोइ यसले गर्दा के छेकिया हो क्या अच्छा के यहाँनिर छ नि त 10 होला 10 20 कति हो 100 रुपियाँ पर्नु नि है मैले खाइसकेँ आइमकोमा साँच्चै पढेको हो आमा यो कहाँ राख्नु आमा होइन कि उयो कागज तर मिठो है चिप्स चाहिँ
किन्यो यो कहाँ पाउँछ हौ लाटालाई चाहिँ नि 5 वटा किन 5 पनि बेसी भयो 20 लाटालाई वाउ ओइ दादाले म बलले हाल्छ है काका लाग्छ लाग हाल तिमीले भनेन ओके हो गनिको फुटबल लगाएर खेलेको हौ फाइनलमा नपत्ता यो भाइले नपत्ताइदे मैले फुटबलमा जिते त खै मलाई नि दे आदि ओ मेरा सैया जी सारी को गता नहीं हिंदू ओइ सुन त तिमी आमाको साथी हो तिमी आमा चौचौ ना त कहाँ छौ त्यो के कै ढुङ्गी यहाँ यता आउँदैन होला नि आउनु बिसारा अनि किन हात जोडिन्छ भने ल ल खै यो अलि उता सुरङ ठेक्बो दिदी म तल ओर्ले अरे भान्जी घर गएर भान्सा आउने रे दिदीको दिदी भान्जी घर कति हाल्नु सुतेर आउने होला यो दादा यो होइन चाहिँ छोटी फोटो नखिच्दिनु होला यताको दाइले पुलिस केस गरिदिनु ल जान्छ त पुगे कालो छ कालो होइन त्यो कोठी हो इतना बडा त्यस्तै नि इतना बडा अनि हामी त भाग्य मानेको हुन्छ नि त होइन एला म त अहिले मोबाइल फोनमै भ्याएर हामी त मान्छे भाग्य मान्यो अनि नभएर के गरम भयो भने गरम त भएको थिएन तै पनि खाएको त्यो झिक्नु रोटी नहुराले भनिदिनु भोलि पर्सेल बनाउनु पर्ला नि छ त दिपसन दादालाई पानी ल्याइदिउँ भने छोरी ऊ त्यो बोतल पानी लगिदेऊ गाडीमा मस्त निदाएको थियो अनि यो दुईजना सुते त भाउजू भन्नु अनि सुत्यो भने ऊ चाहिँ एकछिन निदाउन थाल्नु भयो त्यो कब्दाले फोन गरी सुतेर भर्खर गाडी छोड्यो भन्दैछु तिमीहरू पूजामा आएको कि म टिभी हेर्न आएको गेम हेरेर म चाहिँ मन बसी त राखेँ म घुम्दै बसिरहेको थिएँ तिमीहरू चुप्रा बसिरहेको थिएँ होइन द्याट्स इट यहाँ आज त फलफुल खाएको खाइ बर्तन नबस्नेको नि आई हेर्दै आइको साडी नभएर त्यत्तिकै हजुर केम्पट सुन्न पाम खाना खानु पर्छ बस्ने मान्छे होइन त्यही हो यस्तो अस्ति हाम्रो कोठामा पनि ल्याएको थियो तर जाफा के खाएको के हजुर बाख्रालाई दिनु न बाख्राले खान्छ त एकदिन खान सो गाइस आज चाहिँ मैले 3टा केरा खाएको तिनटा म त हाउ भन्दा नि बढी भइसक्यो
आह्वान गरौँ ओम सूर्य देवता यही सूर्य सहस्रासो हरि ओम यही सूर्य सहस्रासो तेज रासो जगत्पति अनुपम नार्गी दिवाकर श्री सूर्य देवताय नमः आसन कुशुटो राति श्री सूर्य देवताय नमः 5 दिन जल पनि चढाइदिउँ श्री सूर्य देवताय नमः फूल अक्षताले पूजा गरिदिउँ पुष्पम अक्षेतम समर्पित श्री सूर्य देवताय नमः गन्धम चन्दनले पूजा गरौँ श्री सूर्य देवताय नमः अर्घले फूल अक्षताले पूजा गरिदिउँ पुष्पम अक्षेतम समर्पित चन्द्रमाय नमः गन्धम चन्दन चढाइदिउँ चन्द्रमाय नमः अर्घ पनि चढाइदिउँ ओम चन्द्रमाय नमः फेरि फूल अक्षतालेर नमस्कार गर्छौँ दधि शङ्ख हरि ओम दधि शङ्ख तुषारा फूल अक्षताले ओम चन्द्रमाय नमः फेरि आह्वान गरौँ ओम मङ्गलको आह्वान गरौँ हरि ओम मङ्गल देवता कृपा गर्छ या तीर्थ शनि जोगम नमः आसनं कुशुराति मङ्गलाय नमः देव जल परिचायौँ ओम मङ्गलाय नमः फूल अक्षताले पूजा गर्नु अक्षेतम आउटफिट अफ द डे यो मेरो दिस इज धोती म व्रत बस्ने भनेको थिएँ कि होइन म व्रत बस्ने भनेको थिएँ तर सम इस्युज होइन किन बस्न पाएन भने नि के अरे व्रतमा चाहिँ 8 जना चाहिँ बस्न पाउँदैन र त्यसो हाम्रो चाहिँ ठ्याक्कै 8 जना भयो म 7 जना भयो त्यही भएर र मलाई केही छैन मैले उठेँ के खाएन दुध चाहिँ खाएँ 2 कप अनि 10 बजेतिर नि अहिले कति बज्यो र 10 बजेतिर भात आलु अन्डा खाएँ अनि केरा खाएँ अनि त्यसपछि फेरि केरा खाएँ त्यसपछि फेरि केरा खाएँ अनि ग्रेप्स खाएँ एप्पल खाएँ अब आई डोन्ट के खान्छु टाइम इट्स राइट नाउ कति के चकचके बादर I'm here. पूजा बाहिर 4 बजीतिर सकिन्छ होला 9 बजी स्टार्ट गरेको 9 कत्रो घन्टा लाग्छ र के हजुर लाउनु मन लाग्यो छैन पूजा गर्नु पर्यो बत्तीमा राख्थ्यो यहाँ कतौरा सुन्न मिल्दैन मैले छोडेर आएको छु बाबुले तल्लोमा राख्थ्यो आसनम सर्वत ओम दीपनारायण देवताभ्यो नमः त्यो कचौरा भयो तीर्थको जल सम्झेर 2 बत्तीमा यसो कचौरै चढाइदिउँ एउटा पातिल तोपेर बाबु पातिल तोपेर यसो चढाइदिउँ होटेलले हामी पादेम समर्पित ओम दीपनारायण देवताभ्यो नमः फेरि कचौरा गोलाछताले पूजा गरौँ पुष्पम अक्षितम समर्पित ओम दीपनारायण देवताभ्यो नमः गन्धम चन्दनले पूजा गरौँ दीपनारायण देवताभ्यो नमः दुबाले अर्घ पनि चढाइदिउँ दीपनारायण देवताभ्यो नमः दीपनारायण देवताभ्यो नमः हरि ओम धुरसिद्धि धुर्वन्तं पवित्रं युक्तमं देवतमं वनस्पति रसो दिव्यं कन्दाडिगोलकं आग्रेतरुदिवान् धूपयं द्रीपयं प्रद्रीतं चन्द्रमा मनुष्यजाता सचुर्सुर्यदायतं पुत्र प्राणसमुदं धूपं दीपं नारायण देवताभ्यो नमः अब फेरि रिजेतको आह्वान गरौँ किरण हात तोकेर हरि ओम पूर्वरिगे देवताका पाउया गर्छ या तीर्थ सनिन्दो भवता वस्तु कर्मी सुतिर भव सुप्रसन्न भव बद भव ओम पूर्वरिगे देवताय नमः आसनम बटन नबस्ने भए नुने 8 जना हुँदो रहेछ अनि 8 जना बस्न पूजा चाहिँ स्टार्ट भइसक्यो
यो कहाँ राख्नु ला माउले देखो त फेरि कति पानी हाल्यो यति त चाहिन्छ होला है मिठो 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 हेर्नु क्या दामी देखिरहेको मासु छ अब जानु पर्ने हुन्छ होइन त्यो कुराहरू सकेर राम्रोसँग भयो पैसा नि कमायो किनभने देयर इज नो नेटवर्क अझ चाहिँ हामी बसमा जान्छौँ होला सो त्यही हो त्यहाँ त कस्तो के गर्नु के हुने के जाने यति हो कि अनि खोल्न नि नमिल्ने होइन झ्याउ लाग्यो हामी आज हामी बसमा खर्न एकपल्ट टोमीको आँखा टोमी के गर्छ र त्यस्तरी होइन कि यस्तरी सुहार्ने यस्तरी तातो छैन सभा त खैरेछु म त्यो भात कसले मेरो स्कुलबाट हेरिरहेको छ त्यसलाई सो गाइस यहाँबाट चाहिँ क्या दामी हिमाल देखिन्छ होइन किन लागेको हौ क्या दामी देखिन्छ कि यहाँबाट हिमाल चाहिँ यस्तो लस्करै छ कि त्यहाँबाट उत्योबाट चाहिँ हिँड्छ यस्तो लस्करै छ म I'll show you guys. यहाँबाट चाहिँ कम्प्लिटली दिन्छ उताबाट स्टार्ट भएको छ त्यहाँ केराको पात छ नि त यतिमा रहेन छ अनि यहाँबाट स्टार्ट रहेछ नि त्यहाँ इन्ड भएछ नि फेरि यहाँबाट स्टार्ट गरेँ गाइस तपाईले चाहिँ जुम गरेको भने होला हामीले जुम पनि गरेको छैन है जुम गरे यतिको फार छ So guys, as you can see, so nice view. It's seen from there. यस्तै छ हाम्रो गाउँ हैन यस्तै नै छ घर छ के दामी छ कि त्यसमै जाइछ अझ उयो रुख हेर्नु न उयो के त्यसमै पनि देखाइदेऊ उयो कस्तो लभ जस्तै खाने यो चाहिँ हाम्रो गाउँमा टाँसे छ कि हाम्रो घरमा चाहिँ छैन यो स्थानमा हाम्रो अर्को 9 महिना कस्तो ब्लर देखेको यार 9 महिना के है यो के हो मात्र अमाउन्ट ए बी थिकनेस स्याउ केरा फलफुल होइन सब खानु अनि सेकेन्ड थर्ड That's it.
हामी खाना खान निक्लिन्छौँ नै होला लेट्स सी कसरी मलाई के छ राम्ररी माथि ट्रेन आउँछ न नजानु भयो सो गाइस चाहिँ कति धेरै छ कि जहाँ पनि गर्न हुन्छ यहाँ पमिक मिनेट अनि अनारको यो म्याङ्गो पिच नर्मल यो जापानिज हो सब जापानिज सब जापानबाट ल्याएको किनभने हाम्रो अङ्कल जापानबाट खाना खान्छ लीला दिदीले काम गर्न यस हाम्रो गाउँको पानी हो ओरिजिनल पुरै जुम गरेको रहेछ ल यस्तो छ कि पुरै ट्याप पनि हुन्छ यस्तो छ कि होइन पछाडि चाहिँ यस्तो छ कि यस्तो स्ट्यान्ड होइन बट इट्स ट्याप एकछिन बन्द गर न यस्तो छ होइन सो यो चाहिँ म्याग्नेट हो यसो होइन यसको लागि लाग्छ सामान यहाँ मैले भिडियो देखाएँ न सो यस्तो हुन्छ कि यो चाहिँ यस्तो छ कि ट्याप पनि यो हुन्छ चाहिँ यतिकै नि चलाउनु मिल्यो यतिकै चलाउन मिल्यो अनि यहाँसँग जोडेर पनि चलाउनु मिल्यो त्यो आफ्नो चोइसले हुन्छ कि आजदेखि that's it guys, thank you for watching my video, keep supporting, don't forget to like, share and subscribe. Goodbye, bye guys.